कस्तो आएछ भनेर। लगभग 70% स्टुडेन्ट पास भएको छ, त्यो पनि राम्रो कुरा हो। तर त्योमा पनि कतिजनाले आफ्नो रिजल्टप्रति असन्तुष्टि देखाएका छन्, किनकि उनीहरूले आफूले लेखे बाबतको रिजल्ट उनीहरूले प्राप्त गरेको छैनन्। यो किन भयो, यो कसरी भयो, हामीलाई सरकारले जवाफ दिनै पर्छ, किनकि हामी यसको जवाफ बिना हामीले यो रिटोटलिङ गरेर हामीले कुनै हाम्रो बेनिफिटै हुँदैन के। किनकि हामी सबैलाई रिटोटलिङ भनेको चाहिँ उनीहरूले हामीलाई पहिले दिएको मार्क्स काउन्ट गर्ने हो। पहिले उनीहरूले त्यसमा गडबडी गरिसकेका छन् त, हाम्रो त्यो मार्क्स फेरि रिक्यालकुलेट गर्दाखेरि हामीले त्यति धेरै पैसा तिरिसकेपछि रिजल्ट फेरि एउटै आउँछ भने त्यसको के चाहिँ फाइदा हुन्छ होइन। सबैजनालाई थाहा छ यो रिजल्टको कारणले गर्दा चाहिँ कति धेरै स्टुडेन्टहरूले डिप्रेसनमासम्म पुगिसकेका छन्। भविष्यमा किन खेलबाड भइरहेछ विद्यार्थीहरूको होइन, विद्यार्थीहरूको भावनासँग किन खेलिरहेको छ। उनीहरूले डिप्रेसनमा गएर कतिपयले त सुसाइडसम्म गरेको हामीले न्युजमा पनि देखेको छौँ होइन। सुसाइड गर्नु भनेको एउटा यस्तो हुने माहौल चाहिँ किन सिर्जना गरिरहेछ सरकारले, हामीलाई चाहिँ त्यसको जवाफ दिनै पर्ने हुन्छ। हामीले त्यही कारणले चाहिँ आज हामी यहाँ सडकमा उत्रिन बाध्य भएका छौँ। हामी विद्यार्थीहरू भनेको अहिले हामी यो देशको भविष्य भन्नुहुन्छ नि सबैजना होइन, तर यो भविष्यसँग नै खेलबाड भइरहेको अहिले हामी सबैजनाले देख्न सक्छौँ होइन। यो यस्तो हुनै हुँदैन, हामीले यसको जवाफ चाहिन्छ होइन। यो सबैजना यसको विरुद्धमा नै हामी सबैजना यहाँ आज उत्रेका छौँ। यो उत्रिने सिर्जना कसले गर्दा भयो, यो सबै सरकारले नै गर्दा भएको हो नि होइन। हाम्रो काठमाडौँको हाम्रो नेपालको यो एजुकेसन सिस्टममा किन यस्तो कमजोरी देखिएको छ, हामीलाई त्यसको पनि एन्सर चाहिन्छ होइन। हाम्रो रिचेकिङ पहिलाको पालीमा हाम्रो रिचेकिङ रिटोटलको हाम्रो प्राइसहरू थोरै थियो भने एक्कासी अहिले चाहिँ किन चाहिँ हाम्रो रिचेकिङ रिटोटलिङको चाहिँ प्राइस धेरै भएको छ। रिचेकिङको अप्सन पनि छैन। अझ अर्को कुरा त हामीले ल रिटोटलिङ गर्नु पर्यो अरे भनेर हामीले वेबसाइट खोल्दाखेरि वेबसाइट पनि क्र्यास भइरहेको अवस्था देखेको छ। त्यो वेबसाइट क्र्यास भएपछि हामीले चाहिँ हाम्रो रिटोटलिङ चाहिँ कसरी गर्ने होइन। रिटोटलिङको फर्म भर्ने दिन पनि सकिन लागिसकेको छ र वेबसाइट पनि क्र्यास भइरहेको छ। क्र्यास भएपछि कतिजना विद्यार्थीले चाहिँ कसरी आफ्नो रिजल्ट हेर्ने होइन। त्यो किन त्यस्तो भइरहेको छ, त्यसमा एकदमै हाम्रो एजुकेसन सिस्टमले चाहिँ ध्यान दिनुपर्ने कुरा हो। तर उहाँहरूले ध्यान नदिनु भएको हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ होइन। यसमा ध्यान आकर्षण गर्ने एकदमै जरुरी छ। हामीहरू यसरी सडकमा उत्रिनु एकदमै गलत कुरा हो। सबैजनाले यतातिर ध्यान आकर्षण गर्न चाहिँ म सरकारलाई एकदमै दबाब दिँदैछु र मेरो साथीहरू पनि त्यही कारणले यहाँ आइदिनु भएको छ। धन्यवाद। माध्यमिक विद्यालयबाट कानुन विद्यार्थी। मेरो चाहिँ रिजल्टको विपरीत भन्दा पनि मेरो सिस्टम विपरीत हो। मेरो नारा चाहिँ जुन विद्यार्थीलाई हाम्रो रिटोटलिङ रिचेकिङ भनेर पैसा लिइन्छ, जसबाट हाम्रो पैसा लिइन्छ, जसबाट आजसम्म एनइबीले कतिसम्म रिजल्ट दिइरहेको छ र पैसा तिरेर मात्रै हाम्रो रिजल्ट किन चेन्ज हुन्छ, पैसा नतिर्दा हाम्रो रिजल्ट किन चेन्ज हुँदैन। जुन रिजल्ट आज पब्लिक भयो तर त्यही रिजल्ट हामीले सबैकोमा भन्न सक्दैनौँ, तर धेरै रिजल्ट चेन्ज भइरहेको छ। म भन्न चाहन्छु कि जबसम्म पैसा नतिरिकन पनि हामीले फेयर रिजल्ट हेर्न पाउँदैनौँ तबसम्म यो विरोध चलिरहन्छ। र हामीलाई ट्राफिक चेक गर्ने प्रशिक्षक र सहपरीक्षक गरी मलाई लाग्छ दुईजना चेक गर्नुहुन्छ, तर पनि रिचेकिङ र रिटोटलिङ गर्दा रिजल्ट कसरी परिवर्तन हुन्छ। हामीले त्यस्ता उदाहरण त कति देखेका छौँ सोसियल मिडियामा। जबकि रिचेकिङ र रिटोटलिङ गर्दा कुनै फेल भएको विद्यार्थी पनि पास भएको, 3.6 आएको विद्यार्थी 4 GPA आएको, भर्खरको एसीको रिजल्टमा पनि हामी हेर्न सक्छौँ कति विद्यार्थीहरूको रिजल्ट चेन्ज भएको छ रिटोटलिङ र रिचेकिङमा। अब हामीलाई के लुटतन्त्र विद्यार्थीको कहिलेसम्म पैसा तिरेर हामीले हाम्रो सही रिजल्ट कहिले हेर्न पाउने, कहिलेसम्म यो व्यवस्था हुन्छ। म चाहिँ यसको घोर विरोधमा छु। जब विद्यार्थीले परीक्षा हलमा कुनै अवैध मोबाइल लगेर हामीले मोबाइल नष्ट गरेर देख्न सक्छौँ भने शिक्षकले आफ्नो काम सही रूपमा नगर्दा, विद्यार्थीको रिजल्ट गलत रूपमा प्रकाशन गर्दा विद्यार्थीलाई हुने मानसिक क्षति, त्यसको क्षतिपूर्ति कसले गर्छ। त्यसैले शिक्षकहरूले आफ्नो काम सही ढङ्गले गर्नुपर्छ। यदि शिक्षकहरूले आफ्नो काम सही ढङ्गले प्रस्तुत गर्ने हो भने रिचेकिङ र रिटोटलिङको त कुनै अर्थ नै रहँदैन। रिचेकिङ र रिटोटलिङ त गर्नै पर्दैन। यदि शिक्षकहरूले आफ्नो काम सही रूपमा प्रस्तुत गरेर रिटोटलिङ र रिचेकिङ नगर्दा पनि आफ्नो रिजल्ट फेयर रूपमा हामीले प्राप्त गर्न पाउँछौँ भने हामी एनइबीसँग समर्थक हो। तर अहिलेको अवस्थामा एनइबीले रिचेकिङ र रिटोटलिङ गर्दा कति विद्यार्थीहरूको रिजल्ट परिवर्तन भएको छ। तर हामी चाहन्छौँ कि हाम्रो रिजल्ट सुरुमा नै राम्रोसँग चेक होस् र हामीले कुनै पनि रिटोटलिङ र रिचेकिङ गर्न नपरोस्। हाम्रो रिजल्ट फेयर रूपमा चेक होस्। मेरो माग त्यति नै हो। भर्खरै मात्र मैले पनि कक्षा 12को एनइबीको परीक्षा दिएको र सर्वप्रथम म के भन्न चाहन्छु भने विद्यार्थी लुट्ने काम बन्द गर, विद्यार्थी लुट्ने काम बन्द गर, विद्यार्थी लुट्ने काम बन्द गर। र अर्को कुरा म के भन्न चाहन्छु भने हाम्रो नेपालको संविधानले
व्यवस्था गरेको धारा 31 मा व्यवस्था गरेको शिक्षा सम्बन्धी हकमा माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था त गरिएको छ, तर निशुल्क शिक्षा त परको कुरा। जब विद्यार्थीको रिजल्ट मिस्टेक हुन्छ, सरकारले एनइबीले त्यहाँ गल्ती गर्छ र त्यो कुरा विद्यार्थीले रिचेक गर्न रिटोटलिङ गर्न पनि कयौँ पैसा तिर्नुपर्ने, त्यो कुराको यहाँ विरोध गर्न हामी उठिरहेका छौँ। र अर्को कुरा के भन्न चाहन्छु भने यदि रिटोटलिङ गर्दा रिचेक गर्दा यदि शिक्षकहरूको गल्ती थियो भने शिक्षकहरूको गल्ती थियो र अलिकति पनि थोरै मात्र पनि एक मार्क्स मात्र पनि तलमाथि भयो भने विद्यार्थीलाई क्षतिपूर्ति दिने कि नदिने, विद्यार्थीले जो रिटोटलिङ गराएको पैसा रिचेक गरेको पैसा फिर्ता दिने कि नदिने, त्यो दिनु पर्यो। शिक्षकलाई कारवाही गर्ने कि नगर्ने। त्यसकारणले यदि हाम्रो विरोध गर्ने छैनौँ, तर यदि रिटोटलिङ गर्दा रिचेक गर्दा यदि रिजल्टहरू चाहिँ फरक आयो भने परिवर्तन भयो भने चाहिँ त्यो परीक्षण गर्ने सम्परीक्षण गर्ने शिक्षकलाई कारवाही गर्ने कि नगर्ने, हामीले पैसा फिर्ता दिने कि नदिने, यो कुरा म गर्न चाहन्छु। त्यही भएर छिटो हतार गरेर हुँदैन। 35 दिनमा रिजल्ट निकालेर रेकर्ड ब्रेक गयौँ भनेर मात्र हुँदैन। अघि साथीहरूले पनि कुरा गर्नु ब्यानर भन्दा 12 वर्षको सबै कक्षा 12 को विद्यार्थीहरू कृपया यता आइदिनु होला। Ankit, please have it. हाम्रो कपी एकचोटि रिचेक हुनु पर्यो होइन सबैको अगाडि। अनि हामीले गरेको जति अङ्क पनि आएको छैन। जो विद्यार्थीहरू पहिला टप हान्ने अथवा टर्मिनल इक्जाममा राम्रो मार्क्स ल्याउने विद्यार्थीहरू पनि फाइनलमा आएर 81 ग्रेड डाउन भएको छ। अनि विद्यार्थीहरूकोमा एउटा डाइरेक्टली भविष्यसँग खेलवाड भइरहेको छ। 1 महिनामा रिजल्ट त निकाल्यो, हिस्ट्री त क्रिएट गर्यो, तर भने विद्यार्थीको भविष्यमाथि किन खेलवाड गर्ने? सबै एन्सर राइट हुँदा पनि त्यो ग्रेड डाउन भइरहेको छ, त्यसको जिम्मा कसले लिन्छ? हाम्रो भविष्यको जिम्मा कसले लिन्छ? त्यो जानकारी गराइदिनु पर्यो र त्यो आजभित्रमा हामीलाई त्यो एजेन्डा हाम्रो माग पुरा हुनु पर्यो। पुरा अफोर्ड गर्न सक्दैनौँ। नेपाल एउटा यस्तो देश हो जहाँ विद्यार्थीहरू सबै मिडल क्लास फ्यामिलीबाट बिलङ हुन्छन्। दिनरात पढिरहेका विद्यार्थीले पनि स्ट्रगल गरेर यहाँसम्म आइरहेका हुन्छन्। तर 12 क्लास भनेको एउटा विद्यार्थीको भविष्य डिसाइड गर्ने कुरा हो, माध्यम हो। तर त्यही भविष्यसँग हामीले किन खेलवाड गरिरहेको छौँ? हाम्रो सरकारले किन खेलवाड गरिरहेको छन्? त्यसको हामीलाई एन्सर चाहिन्छ आजै। बाट पैसा लुट्न पाइँदैन। र अर्को कुरा भन्दाखेरि त्यही कुरा प्रशिक्षण गर्दा एउटा रिजल्ट आउने अनि रिटोटलिङको पैसा तिरेपछि रिचेकको पैसा तिरेपछि चाहिँ कि पैसा तिरेपछि मात्र कपीमा हामीले लेखेको हुन्छ फेरि आउने हो फर्केर। किन अगाडि नै हामीले जे लेखेको थियो त्यो किन चेक गर्न सकिँदैन? त्यो कुरा पनि म यहाँ अगाडि बढाउन चाहन्छु र हाम्रो साथीहरूले पनि। अनि
हुन्न। हाम्रो हातमा कपी फिजिकल्ली नआए पनि कमसेकम वेबसाइटको मार्फत डिजिटल्ली ती कपीहरू उपलब्ध गराउनुपर्छ। अनि हामीहरूले त्यसको उत्तर चाहन्छौँ र हामीहरूलाई रिटोटलिङ र रिचेकिङ गरायो भने हामीहरूले खालि तिनीहरूले त्यहाँ आफै चेक गर्छन्। हामीहरूले कसरी थाहा पाउने कि तिनीहरूले फेरि त्यही गरेको होइन, तिनीहरूले अल्छी गरेको होइन थियो। अनि यो वर्ष चाहिँ 1 महिनामै आयो, 35 दिनमै आयो। तर चेक गर्ने जनशक्ति चाहिँ बढेको छैन। उत्तिकै जनशक्ति रिजल्ट निकाल्नु पर्दा रिजल्ट निकाल्यौँ भनेर रेकर्ड र होल्ड रेकर्ड नै राख्यौँ भनेर जो घमण्ड गर्दै हुनुहुन्छ। तर स्पिड र एकुरेसीमा फरक हुन्छ। स्पिड एकुरेसीलाई हटाएर एकुरेसी कम गरेर स्पिडले मात्र हुँदैन। यति राम्रो गर्दै आयो। अनि हाम्रो शिक्षामाथि नै राजनीति छ। परिवर्तनको लागि जेन्जी आन्दोलन गरियो विद्यार्थीहरूले, त्यसमा परिवर्तन आउँछ भने, तर शिक्षामाथि नै राजनीति छ। यस्तो गरेपछि कहाँ हुन्छ? विद्यार्थीहरूको भविष्यको गणदार हो, विद्यार्थीको भविष्यमाथि नै। अरू सस्मित पोखरेलजीलाई पैसा चाहिन्छ भने हामीले यत्तिकै दिन्छौँ, तर यो हामीलाई मानसिक तनाव दिने काम बन्द गर्नुपर्छ। योभन्दा हामीले एमाले नै ठिक छ, हामीले राष्ट्रपाको सपोर्ट गरियो। अनि यस्तो शिक्षा नमस्ते सबैलाई, म बुटोलबाट अभिषेक काफ्ले र हाम्रो यो रिजल्ट चाहिँ सबैको चित्त बुझ्नेभन्दा कम नै आयो। मैले A+ एक्सपेक्ट गरेको सब्जेक्टमा C+ आज सबैजना